हेलो गाइज, जस्तो आए त्यस्तै प्रस्तुत गरिदिए। आज हामी इलामबाट फिक्कल कन्याम हुँदै पशुपतितिर घुम्न गयौँ। कन्याममा एकदम बिहान भएको कारण सबै पसलहरू बन्द रहेछ। कन्याममा एकछिन हामीले गाडीबाटै दृश्यहरू हेऱ्यौँ र कन्यामलाई पर्यटकीय क्षेत्र भनेर चिनिने गरिन्छ। कन्याममा हामीले यसो हेऱ्यौँ र हामी फेरि बाटो पाथिभरातर्फ लाग्यौँ। कन्यामको सुन्दर दृश्यले हाम्रो मनलाई रोमाञ्चक बनायो र हामी फिक्कल पाथिभरा पनि पुग्न लागेका छौँ। फिक्कल पाथिभराको यो सुन्दर दृश्यमा हामी रमाउन थाल्यौँ र हाम्रो एकजना दाइ हुनुहुन्थ्यो। दाइ चाहिँ एकदमै चञ्चले हुनुहुन्थ्यो। घरि उफ्रिने, घरि नाच्ने, घरि के गर्ने र फिक्कल पाथिभरा नजिकै बाटोमा बनाइएको यो अर्थ भर्खर नयाँ बनाउँदै रहेछ र त्यहाँ हाम्रो दाइ पनि चढेर यसो हेर्नुभयो र त्यहाँ फोटो खिच्नको लागि एकदम राम्रो ठाउँ बनिने रहेछ र हामी फेरि बाटो आफ्नो गन्तव्यतिर लाग्यौँ र यहाँ दुईजना बच्चा र बच्ची चाहिँ एकदम एकअर्का बीच झगडा गरेकै गर्ने र उनी खोजे गरिरहेका थिए र त्यही पाथिभरा मन्दिर मुनि एउटा सुन्दर पोखरी रहेछ र मन्दिर मुनि भने मानिसहरू मन्दिर जाने क्रम र आउने क्रम गरिरहेका थिए। हामी भने सुन्दर दृश्यलाई अवलोकन गर्दै मन्दिरतर्फ उकालो लाग्यौँ र मानिसहरू एकदम फिक्कल पाथिभराको दृश्य हेरिरहेका थिए र हामी भने अब उकालोतर्फ लाग्यौँ र हाम्रो मम्मी भने चाहिँ झोला बोकेर अघि हिँडिरहनु भएको थियो। साथमा त्यहाँ काम गर्ने दाइहरू गिटी बोकेर मन्दिरतर्फ जाँदै हुनुहुन्थ्यो र हाम्रो दाइहरू चाहिँ गिटी बोकेर मेहनतका साथ मन्दिरतर्फ जाँदै हुनुहुन्थ्यो। मेहनत के हो भनेर हामी दाइहरूलाई सोध्नुपर्ने हुन्छ र हाम्रो दाइ चाहिँ पूजाको सामग्री बोकेर हिँडिरहनु भएको थियो र तीनजना मम्मीहरू अनि दिदीहरू चाहिँ हाँस्दै रमाउँदै आउँदै हुनुहुन्थ्यो र दाइ भने आफ्नै पारामा भारी बोकिरहनु भएको थियो र म भने चाहिँ फेरि डोरो बाँध्न थालेँ। मानिसहरूको आउने जाने क्रम भइरहेको थियो। दाइ भने चाहिँ फेरि चस्मा लगाएर चिलमा उकालोतर्फ आइरहनु भएको थियो र हामी अब पाथिभरा मन्दिर पुगिसकेका छौँ। मन्दिर पुगेर बाँदरलाई मिठाई दिएको च्याप पक्रेर बाँदरले खाइदियो। बाँदरहरू चाहिँ एकदम त्यहाँको चञ्चली हुँदो रहेछ। घरि के पूजाको सामग्री खोज्दिने, घरि केरा खोज्दिने, घरि के खोज्दिने, तर जे भए पनि एकदम रमाइलो भएको थियो। च्याप पक्रिँदै खायो र म भने फोटो खिच्नुतर्फ लागेँ। Afraid of fate, if I don't take that step today, you'll vanish with the train, and I'll never see your smile again. खुल्ला आकाश, खुल्ला मौसम, बसिरहे र त्यहाँको दाइसँग त्यहाँको गुगल पोइन्टको बारेमा कुरा गर्दै हामी चाहिँ बाटो लाग्यौँ र कन्याम नजिक नगर प्रहरी दाइ बाटो सफा गरिरहनु भएको रहेछ र हामी कन्यामको राम्रो भ्यूलाई हेर्दै हामी भने कन्यामतर्फ लाग्यौँ र हामी गाइज कन्याम पनि पुगिसकेका छौँ। मानिसहरूको भिड एकदमै धेरै रहेको थियो र हामी त्यहाँ भेन रोकेर भेनबाट उत्रिन थाल्यौँ। सबैजना भेनबाट उत्रिए र दुईजना चञ्चलीहरू चकचक गर्दै थिए। कोही बारहरू नाङ्ने र म भने चाहिँ गेम भएको तर्फ लागेँ। यहाँ दाइले चाहिँ गेम खेल्न कतिखेर मान्छे आउँछ भनेर पर्खिरहनु भएको रहेछ र यहाँ कोही फोटो खिच्ने, कोही नाच्ने, कोही के गर्ने आफ्नो धुनमा सबैजना थिए र म भने चाहिँ सानो भिडियो बनाइराखेँ। एकजना बहिनी भने चाहिँ गीत बजाएर मस्त नाचिरहेको थियो। मलाई उसको नृत्य निकै राम्रो लागेर मैले पनि एकछिन भिडियो बनाइदिएँ।
र त्यहाँ भने मानिसहरूको विभिन्न तस्बिरहरू खिचेर फ्रेम बनाएर राखिएको रहेछ। यहाँबाट मुनि देखिने गाउँमा चाहिँ एउटा सुन्दर मन्दिर रहेछ। निकै नै राम्रो मन्दिर र निकै नै राम्रो गाउँहरू। र म चाहिँ भने फोटो खिच्नतर्फ लागेँ। फोटो खिचिसकेपछि हामी कन्याम बजारतर्फ लाग्यौँ। कन्याम बजार जाने क्रममा कन्यामदेखि देखिने पारिको भ्यूहरू एकदमै राम्रो थियो। त्यसै क्रममा कन्याम बजार मुनि रहेको होटलहरू निकै नै राम्रो रहेछ। र फेरि पनि म एकै गेम भएको तर्फ आइपुगेँ। दाइ चाहिँ मानिस पर्खेर बसिरहनु भएको रहेछ। र एकजना भाइ चाहिँ फुलको बुकी सनफ्लावर बनाएर बेच्नु ल्याइरहेको रहेछ। र मलाई किन्नु भन्दै थियो, बट मैले किनिनँ। र हामी फेरि कन्याम बजारतर्फ लाग्यौँ। हाम्रो मम्मीहरू भने अघि गइरहनु भएको थियो र म भने पछि भिडियो बनाउँदै गइरहेको थिएँ। र कन्याम बजार जाँदै गर्दा तल एकजना दिदी चाहिँ हिँड्दै आउँदै हुनुहुँदो रहेछ। र मैले उहाँको पनि भिडियो बनाइदिएँ। कन्याममा रहेको चियाको बुट्टाहरू सबै बाढी पहिरोले बगाइदिएको रहेछ। र हामी पुग्यौँ कन्याम बजार। दाइहरू घोडामा बसिरहनु भएको थियो र हामी भने टिकटक बनाउनतर्फ लाग्यौँ। र हामीले टिकटक बनाउने सानो मौका पाएर हामीले टिकटक बनायौँ। जानी नजानी गीत पछि गीत छान्दै हामीले धेरैवटा भिडियोमा टिकटक बनायौँ। अहिले यो ट्रेन्डिङ सङ भएको कारण हामीले टिकटक बनायौँ। र कन्याम बजार मुनि निकै नै राम्रो विद्यालय रहेछ। विद्यालयमा विद्यार्थीहरू गोल खेलिरहेका थिए, कोही भलिबल खेलिरहेका थिए, कोही आफ्नो धुनमा थिए। र हामी भने गाडीमा चढेर घरतर्फ सुन्तला खाँदै लाग्यौँ। र त्यहाँ भने मानिसहरू पिकनिकका लागि आएका रहेछन्। एकदम रमाइलो तरिकाले पिकनिक मनाइरहेका थिए। र फेरि हामी लाग्यौँ आफ्नै गन्तव्यतिर। हामीलाई चाँडै इलाम पुग्नु थियो र हामी छिटो गरी इलामतर्फ लाग्यौँ। कन्यामको यो सुन्दर भ्यूलाई हेर्दै हामी चाहिँ फिक्कल बजारतिर पुग्यौँ। फिक्कल बजारमा हामी चढेको गाडीको मानिसहरू झरिने भएको कारण हाम्रो ड्राइभर दाइले गाडी रोकिदिनु भयो र मानिसहरू सबैजना ओर्लिए। र हामी भने फेरि लाग्यौँ फिक्कल बजार घुम्दै इलामतर्फ। र फिक्कल बजारमा सबै आफ्नो धुनमा थिए। र मैले एउटा गाडीमा बालेन्साको फोटो देखेँ र मैले बालेन्साको लागि जय घन्टी भने। र त्यहाँ भने एकजना दिदी भक्का बेचिरहनु भएको रहेछ र दुईजना केटी भने बेलुन बोकेर हिँडिरहेका थिए। र फिक्कल बजार काटिसकेपछि हाम्रो गाडी ट्राफिक सरले चेक गर्नुभयो र म भने चस्मा लगाएर गाडीमा बसिरहेँ। र भिडियो बनाउने क्रममा हाम्रो सुन्दर इलाम पनि आइपुगेछ। धन्यवाद गाइज। मेरो भ्लग कस्तो रहेको थियो लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। धन्यवाद।